भन् त त्यही भने टकोस् भन्छ टकोस् कोस् त भन् चुक्क भन् यो भुन्टी जस्तो बनेर आउने टकोस् भन्छ तर कसले पठाएको त्यही त भनेको हो साथीहरू, भुन्टीले न्याय पाउँदैनन् त। यो सुकुमायाको करतुत खुल्न लागेको थियो, तर उनको श्रीमानको सपना रहेछ। हो दर्शकबिन, आशा गौतमको निर्देशनमा सुकुमाया टिभीबाट दैनिक रूपमा प्रसारणमा आइरहेको भुन्टी सिरियल यति बेला झन् चर्चाको विषय बनिरहेको छ। अझै पनि अदालतमा किन फैसला भएन त? हो दर्शकबिन, सुकुमायाले प्रमाण लिएर त आएकी छिन्, तर अहिले पनि फैसला भएको छैन, किनकि भुन्टीको जिन्दगीको कुरा हो। त्यही कारणले पनि यो कहानी लामो भइरहेको छ र अब भुन्टीले पक्कै पनि न्याय पाउँछिन् र उनले पक्कै पनि आफ्नो श्रीमानलाई त्याग्ने नै छिन्, छाड्ने नै छिन्। हो दर्शकबिन, आफ्नो श्रीमानलाई भुन्टीले छाडेर अब के थाहा सरसँग हाँसी खुसी बस्ने छिन् कि के थाहा दर्शकबिन, छोड्न पनि सक्दिनन् र उनको झल्को धेरै आइरहेको थियो। आज त पक्कै पनि डिभोर्स हुन्छ जस्तै लागेको थियो, तर आज पनि पक्कै पनि भएन। बाँकी आउने कुरा अर्को भागमा देख्ने नै छौँ। सुकुमायाले प्रमाण लिएर त आइसकेकी छिन्, तर अब के डिभोर्स होला त? हो दर्शकबिन, पक्कै पनि अब चाहिँ भुन्टीको डिभोर्स हुने नै छ। हो दर्शकबिन, हामीले आशा गरेका थियौँ डिभोर्स नहोस् भनेर, त्यही पनि नचाहँदै पनि भुन्टीको डिभोर्स हुन फिक्स भइसकेको छ र सुकुमायाको सबै करतुत पनि खुल्न लागेको थियो, त्यो पनि बच्यो। अब भुन्टीले न्याय पाउने छिन् र सुकुमायाको जित। हो दर्शकबिन, सबै कुरा बाँकी आउने भागमा पक्कै पनि थाहा पाउने नै छौँ। आज म यति भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।